भजन पनि भनिहाल्नु भयो यतातिर नाच्न लाग्यो जस्तो पनि लाग्थ्यो तैनाथ सर हुनुहुन्छ मलाई भजन सिकाउनु भयो आयो काले थप्पै बले चारै दिशा घेरे आयो काले थप्पै बले चारै दिशा घेरे दिनका डन्डा गाह्रो भयो सम्झिँदाखेरि आइदेऊ भगवान आइदेऊ भगवान अज्ञानीलाई ज्ञानमा ल्याइदेऊ भगवान 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 अज्ञानीलाई ज्ञानमा ल्याइदेऊ भगवान शान्ति भन्नु केही छैन अरूकलाई भन्ने हजुरकै दर्शन पाए हुन्थे प्रभु धन्य चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन चञ्चल भयो मन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन लैजाऊ कृष्ण वृन्दावन चञ्चल भयो मन धन्यवाद धन्यवाद धेरै धेरै धन्यवाद शारदा चन्दको लागि कुरा सबैजनाले अर्का खाँची प्युठान सुन्ने गरी ताली बजाइदिनु होला फेरि पनि शारदा चन्दले दोहोरी गाउन बाँकी छ तपाईँहरूलाई थाहा छँदैछ दोहोरीमा आज घम्सा घम्सी हुनेवाला छ